के साँच्चीकै चिज गुरुङ र निर्जला गुरुङको विवाह नहुने नै हो त दर्शकबिन? पछिल्लो समयमा उनीहरूको विवाहको हल्ला सर्वत्र फैलिरहँदा उनीहरू के भन्छन् त? दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली खोज मिडिया युट्युब च्यानल। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नछुटाउनुहोला। दर्शकबिन, पछिल्लो समयमा धेरैको गुनासो रहिआएको छ कि साँच्चीकै चिज गुरुङ र निर्जला गुरुङको विवाह कहिले हुन्छ। वैशाख आए लगत्तै धेरैको चासो र गुनासोको विषय बन्दै गएको छ। उनीहरूको जोडीलाई रुचाउनेहरूको खासै कमी छैन। पछिल्लो समयमा लाइभ दोहोरी तथा महोत्सवहरूमा उनीहरूको भिडले सबैको मन तानेको छ। उनीहरू जहाँ पुग्छन् त्यहीँ भिड लाग्ने गर्दछ। उनीहरूले गाएको लाइभ दोहोरी पनि त्यत्तिकै रुचाइएको छ। पछिल्लो समयमा उनीहरूको सम्बन्धलाई लिएर पनि सामाजिक सञ्जालमा चर्चा चल्न लागेको छ। उनीहरूको लाइभ दोहोरीमै विवाह बन्धनमा बाँधिन लागेको भन्दै शुभकामनाहरू दिनेको पनि बाक्लै देखिन्छ। त्यसैले पनि सबैले चासो रहन सक्छ कि साँच्चीकै चिज गुरुङ र निर्जला गुरुङको विवाह कहिले हुँदैछ र के हुन्छ कि हुँदैन जस्ता प्रश्नहरू पनि यति बेला खडा भएका छन्। तपाईँलाई पनि लाग्न सक्छ चिज गुरुङ र निर्जला गुरुङको विवाह कहिले हुन्छ या हुँदैन जस्ता प्रश्न तपाईँको मनमा पनि लाग्न सक्छ। तर पछिल्लो समयमा भने चिज गुरुङ आफैले बताइसकेका छन् आफूहरू कुनै प्रेम सम्बन्धमा नरहेको र आफूहरूको विवाह हुनै नसक्ने भने नरहेको उनले खुलाएका छन्। किनकि पछिल्लो समयमा दर्शकहरूले चाहेको भनेको उनीहरूको विवाह छिट्टै होस् भन्ने मात्रै हो। त्यसैले पनि उनीहरूले भने आफूहरूलाई रुचाइदिएकोमा धन्यवाद दिएका छन्। तर आफूहरू प्रेम सम्बन्धमा रहेको र विवाह गर्ने भनेको सबै हल्ला रहेको उनीहरूको जिकिर रहेको छ। दर्शकबिन, तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला।